हेलो गाइस व्हाट्स अप वेलकम टु माई ब्लग। हामी चाहिँ आज यहाँ अब हाइकिङतिर जाँदैछौँ अनि त्यहाँ पुगेर चाहिँ यस्तो अलिकति स्विमिङ हान्नेवालामा छौँ। हेर्दै गर्नु होला, माया गर्नु होला सबैले भनेर होइन। यहाँ अगाडि केटाहरू पनि छ, म ब्याक क्यामेरा छु। यहाँ हाम्रो केटाहरू पनि अगाडि हिँड्दैछ होइन। हामी चाहिँ 5 जना छौँ अहिले अनि एकछिनमा चाहिँ अहिले 3-4 जना केटाहरू नै आउँदैछ। ल है त हामी चाहिँ अहिले हिँड्नेछौँ। अलिकति म अगाडि बढ्छु अब। अहिले त्यहाँ कल गरेर हाम्रो यहाँ प्रशान्त दाई, हाम्रो सबिन दाई र हामी चाहिँ यो हाइकिङबाट हिँड्दै अहिले माथि पुगेर मस्त चिसोमा स्विमिङ हान्नुपर्छ। 5 जना छौँ अहिले हामी यहाँ। अहिले केटाहरू नि आउँदैछ हाम्रो। हेर हामी चाहिँ साउथ कोरियामा छ है त गाइज। मस्त उकालो डाँडा काँडा हेर्दै हिँडेर बबाल छ ठाउँ चाहिँ। उकालो पनि छ डेन्जरै। यहाँ सबै यहाँबाट मस्त है सबै ठिक छ। थकित भयो हेरेन सबै ठाउँ पनि पुरै हेरेन। डाँडा काँडामा टक्क खोलाको आवाज सरर आइरहेको। ल त्यस्तै छ। ल म यो छोटो भ्लगलाई अहिले राखेर एकछिनमा फेरि भ्लग स्टार्ट गर्छु। अहिलेलाई बाई बाई। ओ गाइज हामी चाहिँ यहाँ स्पट खोज्दै होइन। अब यहाँ पुरै छन खोलाहरू, यस्तो खोलाहरू टन्नै छ। हामी माथि धेरै माथि पुग्यौँ होइन। यस्तो टाइपको तर ठुल्ठुलोहरू पनि थियो तल। अनि मान्छे भएर चाहिँ हामी स्पट खोज्दै अहिले अलि धेरै नै माथि आइपुगिसकेका छौँ। यहाँ कोही दाइहरू पछाडि हेर्दै हुनुहुन्छ, कोही दाइहरू अगाडि हेर्दै हुनुहुन्छ। म चाहिँ यहाँ बिचमा एकछिन बसिरहेको छु। एकदमै भयो यहाँ, एकदम गर्मी। त्यस्तै बिहानै 9 बजे नि यस्तो गर्मी र हिँड्दै यो ढुङ्गा हिँड्दै पुरै ढुङ्गा हिँड्दै अनि त्यही भएर एकछिन चाहिँ म यहाँ बसिरहेको छु। यस्तो ढुङ्गाहरू छ अनि यहाँ खोला टक्क हेरेर हामी चाहिँ चिल्याक्स तरिकाले बस्ने भनेर सोचेको। यहाँ यस्तो खोलाहरू यहाँ छ अनि यस्तोहरू छ तर तल चाहिँ एकदम ठुल्ठुलो राम्रोहरू पनि थियो होइन। यतातिर पनि छ खोलाहरू तर अलि राम्रो स्पटै भेटाउन सकिएन क्या। अनि खोज्दैछौँ अहिले हामी अब यो खोजेर टक्क त्यहाँ पुगेर हामी सेटअप टक्क आफ्नो बस्ने गरी टक्क हानिसकेपछि अनि फेरि म आउँछु भिडियोमा है त। ल गाइज हामी चाहिँ स्पट हामीले यहाँ खोजेर आइपुगिसकेका छौँ होइन। कतै त दिँदैन यहाँ अरू बेस्ता हाल्नुहुन्छ। अनि यहाँ म देखाउँदैछु ल टक्क यहाँबाट सुरु ढुङ्गाको बिचमा होइन। झर्ना पनि छ यहाँ। 2 जना खेल्न पनि थालिसक्यो। यस्तो दामी छ यहाँ ठाउँ चाहिँ। म यहाँ देखाउँछु ल। स्पट राम्रो छ। अब यहाँ अलिकति थुनथान गरेर यतापट्टि अनि झन् ठुलो बनाउनु पर्छ। राम्रो छ स्पट चाहिँ यति यस्तो दामी छ। ल है स्पट राम्रो छ। सरर सङ्लो पानी नेचुरल भाइब्स दिन्छ है यहाँ चाहिँ झर्ना सहितको। राम्रो छ। अब यहाँ रेडी हुँदै सबैजना। म नि अब लगभग रेडीमा छु। अब यहाँ मस्त हान्नुपर्छ हामी सबै मिलेर। अब चाहिँ हाम्रो यहाँ टक्क हल्का फुल्का खासा भयो अनि टक्क सबजना खेल्दैछ। मोबाइल चाहिँ यो झर्ना पनि सानो ठिक्क आइरहेको छ। दामी छ है ठाउँ चाहिँ एकदम पिस नेचर होइन। नेचुरल भ्युज बबाल छ यसमा चाहिँ। राम्रो छ। बुद्ध छ यहाँ। सबभन्दा मोटो मान्छे चाहिँ बुद्ध हो है यहाँको। त्यस्तै छ। सबजना मस्त खेल्दैछ। गइरहनु भएको छ पानी। यता थुनथान पनि राम्रै भएको छ। ल यहाँ थुनेर नि दामी थुन्यो केटाहरूले सबै आएर। केटाहरू वाइल्डै आएको छ।
सुत्न थालिसके मान्छेहरू ए सबैजना यहाँ बस्दै ओर्दै खेल्दै रमाइलो छ है। थुन्न चाहिँ भनेकै माथिबाट थुनिदिरहेछ कतिले फेरि यहाँ केटाहरूले नै। राम्रो छ ल, ठाउँ एकदम बवाल छ है। थुनेर झन् गहिरो भएको छ ए। हाम्रो सबिन दाइ हो यसरी खेल्ने लगाएर। केटाहरू नि यहाँ सबै छ। साछा मार्ने नै हुन थालिसक्यो अब। आज ऊ माछा मार्नलाई माछा नि मार्ने कुरा गरेर चाहिँ यहाँ टक्क हेर्दै यहाँहरू पौडी खेल्नेहरू खेल्दैछ, माथि बस्नेहरू बस्दै सबैजना। तलतिर हिँड्नु भइसक्यो माछा मार्न भनेर। गाइस म चाहिँ यहाँ माछा मारेको हेर्नलाई एकछिन यस्तो अगाडि बढ्दैछु अब होइन। हेरौँ माछा साछा कसरी मारिँदो रहेछ भनेर यहाँ तलतिर म बढिसकेँ। बाटो ढुङ्गै ढुङ्गाको बाटो छ, त्यही भएर ध्यानपूर्वक हिँड्नुपर्ने हुन्छ यहाँ चाहिँ हामी भनेर हिँड्दैछु। यहाँ माछा मार्नलाई दुईजना दाइहरू आइसक्नु भएको छ ऊ जाली सालीले टक्क। माछा मार्ने सिस्टम चाहिँ यहाँ यसरी हुँदैछ, परेन जस्तो छ। माछा भन्दा नि यहाँ भ्यागुताको त्यो चेपागाडा सेपागाडा चाहिँ पर्ला हौ। जङ्गल त पुरै जङ्गल छ नि, जङ्गलको बिचमा केटाहरू उतै छ अझै पनि यहाँ पौडी हान्ने ठाउँतिर। हेर्दै हुनुहुन्छ यहाँ माछा पर्छ कि पर्दैन होला त अब। यसरी हुँदैछ यहाँ माछा मार्ने सिस्टम चाहिँ। उनीहरूको अगाडि बढौँ अब। पऱ्यो क्या हो पाल साइडतिर रहेछ च्यातेर चाहिँ गर्नुपर्छ क्या अझ यार। ऊ त्यहाँ रहेछ दाइ, उतिर हान्नु त। ढुङ्गाले नमार्नु, हातले मार्नु न। ठुलो भइपो माछा चाहिँ पर्ला जस्तो भएन अब। यहाँ चाहिँ माछा पारिसक्नु भएको छ, देखाउनु न। ऊ ला उड्यो ठ्याक्कै झऱ्यो नि। सेट एउटा माछा परेको थियो फेरि ल फेरि 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 भिडियोमा पनि छैन। भिडियो पनि ठ्याक्कै देखाउँदै गयो नि। फेरि है फेरि नाइस ट्राई हुँदैछ यहाँ अर्को। वान मोर ट्राई। केल्भिन क्लेन लाएर ट्राई हुँदैछ यहाँ। पर्यो खै त यता देखाउनु त, अलिक लिएर आउनु त कस्तो कस्तो। यहाँ देखाउनु त है भ्लगमा। ल गाइस यहाँ माछा परिसकेको छ है, तर सानो। यहाँ एउटा सानो माछा परिसकेको छ है। मरे क्या यो त ला टन्नै परिसक्यो रे गाइस। यहाँ चाहिँ हेरौँ हामी, खै सानो उफ्रिरहेको छ। मरिहाल्छ त नि गर्मीमा। ठुलो खान्छ है म। आइल छ पछाडि त। मऱ्यो नि यो त।
मर्छ माथि उठ्यो ए कामहरू पात पार्नु भयो क्या पातलाई चाहिँ त्यतापट्टि ठुलो छ त्यसलाई ताक्ने हो क्या यत्रो थियो यार ठुलो हो त्यहाँ हान्नु न त्यत्रोमा उयसमा कति धेरै कति आउँछ एउटा ठुलो गयो नि रहेछ उता उ त्यता उयस उयो ऊ अरूभन्दा त ठुलै छ ऊ गइरहेछ ठुलो गइरहेछ यहाँबाट माछाभन्दा मुनि हुनु पऱ्यो कि ठ्याक्क कति धेरै आएको तपाईँको हात देखेर माछा पर्न परिरहेछ इत्रु इत्रु परिरहेछ गाई कताबाट हो त्यो गर्ने तलतिर भित्रतिर गाई हामी चाहिँ अब फर्किसक्यौँ टक्क बसेर चाहिँ म्याक्सिमम सबैजना रेस्ट गर्दै केटाहरू सबैजना यहाँ छ यो त त्यसले गर्दा चाहिँ उताबाटै कुनामा र यति हो यहीँ हो अब हाम्रो भ्लग एन्ड